guys, welcome back to my new another vlog. आजभन्दा vlog हाल्नु पर्दैन के हालौँ के नहालौँ के हालौँ के नहालौँ हुन्छ अनि त्यसपछि यसो गएको भिडियो हाल्दै बस अहिले स्कुलबाट छुट्टी भइसकेपछि सानो मिनी जानुपर्छ भनेको अब के हुन्छ भिडियो हाल्नै मन लाग्दैन न त भ्युज गर्छ न त लाइक गर्छ न त सपोर्ट नै गर्छ के गर्दैन स्कुलबाट निस्केर भर्खरै आएकै 10 बजे पस्यो 11 पनि लाइसक्यो 10 बजे अब चिया खाएर यसो सिधै बसतिर घुम्न जानुपर्छ है के गर्नुपर्छ सानो भिडियोहरू बनाउँदै हिँड्ने लिनु त मलाई ऊ माछा झिकेर ल्याइदिनु त्यो सेतो माछा दुईटो है खाने किन के खानु उयो वालाहरू चाहिँ किन हाल्यो वालाहरू नयाँ बनाउनलाई दिमाग भाइ भेजा लाउने गरेर क्या अलिकति तिम्रो पनि भेजा छ र केटीको त भेजै हुँदैन रहेछ नि साथी भाइहरू यसले चाहिँ टक्क होइन यो हानेर यो चढेर बाजार जस्तो झुन्निएर खानु नि छिटो मैले हानिसक्यो त अघि नै ओ यो त खुङ्खा रहेछ है यो त यार पूर्वजन्ममा बाँदर बनाइ निक्लेको थियो क्या तिमी बाँदरको नाति हो क्या तिमी त यार ल हो यो त एक नसन्ने त मैले जति नसन्ने ओ यो हान यो गाडी यो चाहिँ के को लागि हो नि यो चाहिँ गाडीहरूको लागि हो क्या यो ट्रक अब यो चाहिँ कारको लागि हो यो चाहिँ होइन यो चाहिँ ट्रकको लागि हो क्या घुमाउँछ होइन नघुमाउनु त्यो त्यो निक्लिन्छ भने ल यो त के भएको ल यो कति केजी थियो 400 केजी रहेछ ल 400 केजी यो चाहिँ 400 केजी रहेछ है 400 केजी रहेछ है ल हो त हो ओए बाङ्गो भयो क्या अलि सिधा पार न यो अलि अगाडि बाहिर भित्र भयो क्या ल अझै लप्ली भयो साथी भाइहरू यसले चाहिँ 400 किलो बोक्दियो एक त्यसो हेर्ने क्या आज मैले जस्तो बोक्ने हो त्यो त पचास ढाडमा राखेर यसले चाहिँ त्यो बोक्दैछ कि यो लभली पारामा ल खोइ छिटो न त्यसरी हुँदैन कि ल मरिसक्यो तिमी अब त्यो हेर्ने यति गऱ्यो भने चाहिँ यसमा गरौँ भने हाइदिए भ्याउँदैन तिम्रो ल यसमा फनामा घुम्नुपर्छ उत्योमा गर न यहाँ त्यो ल म कस्तो गर्छु हेर यसरी गर्ने त्यो के गर्नु आम्मा खत्रै घुम्ने रहेछ नि फोहोर त लागेको छैन खत्रै घुम्ने तिमीलाई घुम्नै आउँदैन रहेछ त्यो त म घुम्छु तिमीलाई घुम्नै आउँदैन रहेछ भाइहरू घुम्थ्यो अलि रफ्तार हाल्नु न रफ्तार हाल्नु न लाट मैले जस्तो गर्नु लातिर भएका हाल्नु घुमाउने स्लट सबै चिज गरी चाहिँ अपुरो गर्नु हुँदैन क्या मैले चाहिँ हाल्नु न घुमिरहेको बेला चाहिँ झर्नु हुँदैन रहेछ नि त यो
कस्तो निएर ले मैले छाता लगाइसकेको थिएँ र साथीभाइहरू यो चाहिँ खुङ्गाएर फेरि ल ल भाइ के हो अब ल भाइ जस्तो घुमिरहेको त ल साथीभाइहरू यो झन् खुङ्गारी ल वो 200 आएन 200 स्पिड बढाउनु स्पिड पर्दैन त्यही त उयो होइन यो उयो होइन साथीभाइहरू है खेल्नु भयो ल भइसक्यो निक्ले टाइम सकिसक्यो अहिले टाइम सक्यो भने टाइम सक्यो भने ल साथीभाइहरू यसले चाहिँ यो हान्दियो ढुङ्गै छिटो क्या उयो हातमा यार घाउ पनि गर न 1 2 लास्टै गरौँ गरे यार नाटक गर्दै नाटक गर अलिकति अलिक गाह्रो भएको जस्तो क्या अझै भन कि अझै नाटक गर वाइल्ड भारी बोके जस्तो क्या पिठे बोके जस्तो गर ल बोको कति भारी बोके आम्मा म त बोक्नै सकेको थिएन अनि बनिसक्यो अनि म त तर्सिरहेको अब गर्छ होला माछा झन्डै अम्लेट टोक्दै आएर अम्लेट गर्दा मात्र तर्सिरहेको अम्लेट टोक्यो ल करेन्ट लाग्छ यो त बस्यो तर कस्तो हरामी माछा किन है अनि माछा त मभन्दा मोटो छ के भन्नु अब माछाले मोटो छु हेर न भुडी होइन म चाहिँ मोटो छु साला माछाले अम्लो झन्डै टोक्दैन अघि माछाले तर्दै जाएन हामीलाई त त्यही म त फर्लाङ नगर्दा हामी चढेर कहाँ जाने माथि के गर्नु नि भरेमा 2-2टा चढ्नुपर्छ रे किन भन न अब एउटा भर्याङ चढ्नु कि इनर्जी चाहिँ हुन्छ नि अलिकति बच्छ नि त यो भर्याङको लागि यो इनर्जी बच्यो नि त यो अब 3टा भर्याङको इनर्जी बच्यो है बज्यो ठपसक्कै बस्यो त है उयो ग्वाच चाहिँ किन छिर्न होला है मलाई दाइको पनि त्यस्तो क्या खकाउन गइदि मेरो डेन्जर हराइन्छ क्या उड्यो झुरुक्कै हानेको के कस्तो जुरुक्कै उठ्यो त बस हेरिरहेको चिटिमिटी भएको त्यही हेरिरहेको चिटिमिटी भइरहेको अझै भर्खरै यस्तो दुःख कस्तो चिलाएको घाउ भइयो यहाँ हेर त खान्छ र किन यो बोल्दैन र यो बोल्न बोल्ने खालको चाहिन्छ भाइ यो नबोल्ने हिजो के काम त अनि घरलान चिज अब जान्छ हेर न